नमस्कार साथीहरू, फेरि हजुरको माझमा अर्को नयाँ भिडियो लिएर आएको छु भने आज मोरङ जिल्लाको बेलबारी नगरपालिका वार्ड नम्बर 9 मा रहेको नलबारी भन्ने ठाउँसम्म लिएर जाँदैछु। यहाँलाई कस्तो लाग्छ? 30 फुटे बाटोमा छ, चलेको रेट भन्दा एकदमै सस्तो र यहाँलाई मनपर्छ भने सिधा सम्पर्क डाइरेक्ट जग्गा हुन्छ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। म हाइवेबाट लोकेसन देखाउँदै ल्याउँदैछु र यो चाहिँ लक्ष्मी मार्ग हाइवेमा छु। म यो भन्दै गरेको एसियन हाइवे 2 हो भने यो लक्ष्मी मार्ग हाइवेबाट सिधै दक्षिण डाकघर जाने बाटोमै रहेको मेन बाटोमा रहेको छ भने यो चाहिँ बन्दै गरेको एसियन हाइवे देख्नुभयो र ठ्याक्कै लक्ष्मी मार्ग चोकबाट अब म सिधै दक्षिणतिर लागेँ। यहाँ गेट देख्नुभयो डाकघर जाने यो बाटोमा, यो ठुलो बाटोमा रहेको 30 फुटे बाटोमा रहेको जग्गा छ। नलबारीसम्म लिइरहेको छु। लगभग हाइवेबाट 2 किलोमिटर भन्दा अलिकति बढी छ र डाकघरबाट माथि नै रहेको छ भने एकदमै राम्रो लोकेसनमा रहेको छ र बाटो यो ठुलो बाटो यही हो र वरिपरि तपाईँले देख्नुभयो यहाँ बस्तीहरू मजाको बस्ती छ र मेन हाइवे डाकघर जाने हाइवे चाहिँ दक्षिणतिर पर्छ भने जग्गा यही रहेको छ। जम्मा 12.5 दुर जग्गा, मुख 30 फिटसम्म लम्बाइ 75 फिट लामो रहेको छ र यहाँ मैले हजुरलाई माथि यो नलबारी एरिया पनि देखाएँ र यो चाहिँ सनसाइन बोर्डिङ स्कुल यहाँ नजिकै रहेको छ। 8 क्लाससम्म यहाँ पढाइ हुन्छ भने यहाँबाट सरकारी स्कुल पनि नजिकै रहेको छ र हाइवे पनि नजिकै छ। लगभग 2 किलोमिटरमा थोरै उत्तरतिर जाने हो भने लक्ष्मी मार्गको हाइवे पुग्न सकिन्छ भने जग्गा यही हो। मुख 30 फिट छ भने लम्बाइ 75 फिट लामो, 12.5 दुर जग्गा र 30 फुटे पिच बाटोमा रहेको छ मेन बाटोमै र वरिपरि बस्तीहरू बसिसकेको छ। यहाँ हजुर देख्न सक्नुहुन्छ वरिपरि बस्तीहरू बसिसकेको छ र मेन एउटा व्यवसाय गर्नलाई मिल्ने जग्गा रहेको छ यहाँनिर र यो चाहिँ सिधै उत्तर जाने हो भने 2 किलोमिटरमा अलिकति बढी जाँदाखेरि चाहिँ यो हाइवे पुग्न सक्नुहुन्छ। एसियन हाइवे भने जग्गा यही छ र यस्तो रहेको छ जग्गा र किता नम्बर हजुरले देख्न सक्नुहुन्छ 2270 किता नम्बर छ भने यही हो किता नम्बर चाहिँ मैले हजुरलाई देखाएँ र यो ठाउँको पुरा ठेगाना चाहिँ जिल्ला मोरङ बेलबारी नगरपालिका वार्ड नम्बर 9 नलबारी भन्छ। हजुर सजिलो गरी आउन सक्नुहुन्छ। लक्ष्मी मार्गबाट दक्षिण नलबारी भनेपछि हजुर आफै पनि आउन सक्नुहुन्छ भने उत्तर पश्चिम मोडा भएको जग्गा छ भने 30 फिट बाटो र 30 फिट मुख भएको र 75 फिट लामो रहेको छ भने यो जग्गाको मूल्य चाहिँ एकदमै सुपथ मूल्यमा चलेको रेट भन्दा सस्तो दिन्छु भन्नुभएको छ। हजुरले सिधा सम्पर्क डाइरेक्ट जग्गा हुन्छ कन्ट्याक्ट गर्न सक्नुहुनेछ र सिधै रेटको विषयमा चलेको रेट भन्दा सस्तोमा हजुरले लिन सक्नुहुनेछ।